नमस्ते एन्ड हेलो एभ्रिवान, सबैलाई स्वागत छ हाम्रो यस च्यानलको नयाँ भिडियोमा। आज चाहिँ हामी क्लास 10 को एसई ब्याच 2082 को सेट्स भन्ने च्याप्टरको पार्ट 2 लिएर आएका छौँ। अघिल्लो भिडियोमा हामीले पार्ट 1 पढ्यौँ, यसको सेट भन्ने च्याप्टरको पार्ट 1 पढ्यौँ। यो यति हामीले अघिल्लो पार्टमा पढ्यौँ। हेर, अघिल्लो पार्टमा हामीले सेट भनेको बुझ्यौँ पहिला, त्यसपछि कार्डिनालिटी अफ सेट भनेको बुझ्यौँ, त्यसपछि अलिअलि फर्मुलाहरू, अलिअलि त्यसको मिनिङ फर्मुलाहरू बुझ्यौँ, त्यसपछि सिमेट्रिक डिफरेन्स, अनि त्यसपछि यो भनेको तिमीलाई एकदम भेरी इम्पोर्टेन्ट है। यो चाहिँ भनेको एकदमै भेरी 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 इम्पोर्टेन्ट। यो जुन छ नि यो चाहिँ क्वेसन सल्भिङमा हैन एकदम इम्पोर्टेन्ट हुन्छ। यो चाहिँ क्वेसन सल्भिङमा तिमीहरूको यसरी आउँछ हेर, 1 नम्बर आउँछ, अनि 1 नम्बर पछि फेरि ए बी सी डी गरेर आउँछ के तिमीहरूको क्वेसनको फर्मेट। अहिलेको क्वेसनको फर्मेट यस्तो छ हैन, अनि 1 नम्बरमा ए बी सी डी गरेर आउँछ। यति चाहिँ तिमीहरूको डी नम्बरको लागि भेरी इम्पोर्टेन्ट हो क्या। डी नम्बरको हायर एबिलिटी क्वेसन आउँछ। हायर एबिलिटी क्वेसनमा तिमीले यो की टर्म्सहरू एज वेल एज हैन, एटलिस्ट वान, आइदर, नन, एट मोस्ट, एक्ज्याक्टली, यो चाहिँ तिमीले किवर्ड चाहिँ के गर्नुपर्छ, याद राखिरहनु पर्छ क्या। अनि यसले चाहिँ के गर्छ तिमीहरूको यो डी नम्बरको यो हायर एबिलिटी क्वेसनहरूको सल्भ गर्न एकदम सजिलो हुन्छ है। यति कुरा हामीले गरेका थियौँ, अघिल्लो भिडियोमा डिस्कस गरेका थियौँ। हामीले अघिल्लो भिडियोमा कार्डिनालिटी अफ 2 सेट्स गरेका थियौँ है। आज चाहिँ कार्डिनालिटी अफ गर्छौँ हामी, कार्डिनालिटी अफ 3 सेट्स। हेर है, ल कार्डिनालिटी अफ 3 सेट्स है त। आज कार्डिनालिटी अफ 3 सेट्स है। 3 सेट्स, कार्डिनालिटी अफ 3 सेट्स पढ्छौँ हामी आज। ल अब कार्डिनालिटी भने के भनेको थियौँ हामीले पहिला, हिजो हामीले कार्डिनालिटी भने के भनेको थियौँ। हेर है, कार्डिनालिटी भनेको के हो, टोटल नम्बर अफ इलिमेन्ट इन सेट ए है। यहाँ रहेछ सेट ए है, टोटल नम्बर अफ इलिमेन्ट्स इन सेट ए, यो भनेको के हाम्रो कार्डिनालिटी भयो। अब कार्डिनालिटी अफ 2 सेट्समा हामीले के गरेको थियौँ, जम्मा 2टा सेटको कार्डिनालिटी लिएको थियौँ। हेर, जम्मा 2टा सेटको कार्डिनालिटी लिएको थियौँ। अब कार्डिनालिटी अफ 3 सेट्समा हामी के लिन्छौँ, 3टा सेटको कार्डिनालिटी लिन्छौँ। अब 3टा सेटको कार्डिनालिटी भने कस्तो हो ल, हेर है, ध्यान दिएर हेर है। ल यो मैले एउटा सेट बनाएँ, हेर है। अब यो सेटलाई म यो एउटा सर्कल भयो, आर्कको पनि सर्कल बनाउँछु म यहाँ। आर्कको पनि सर्कल बनाउँछु म यहाँ हैन। ल अनि आर्कको पनि सर्कल बनाउँछु म यहाँ। ल हेर है त, अब अनि एउटा बक्सा त हाम्रो भइहाल्छ। यो भनेको यु, म यो सेटलाई भन्छु सेट ए भन्छु, यो सेटलाई भन्छु सेट बी भन्छु, र यो सेटलाई भन्छु सेट सी भन्छु। हेर, सेट ए, सेट बी, सेट सी। अघिल्लो पालिमा सेट ए सेट बी मात्रै थियो, 2टा मात्रै सेट थियो। अहिले छ सेट ए बी सी, 3टा सेट भयो है। भनेपछि अब यो के हुन्छ, अलिकति जटिल हुन जान्छ क्या। तिमीहरूको त्यो अघिल्लो कन्सेप्ट त सबै अघिल्लोकै लिने हो, अगाडिकै कन्सेप्ट लिने, तर यो चाहिँ अलिकति जटिल हुन्छ। अलिकति यसको स्ट्यान्डर्ड अलिकति हाई हुन्छ क्या। अलिकति मजाले ध्यान दिएर तिमीले बुझ्नुपर्छ। अब हेर, यो भयो यसको सबैभन्दा बिचको भाग। हामी के गर्छौँ सधैँ सेट सल्भ गर्दा सबैभन्दा भित्रको भाग पहिला डिस्कस गरेर बल्ल बाहिर जान्छौँ, त्यसपछि अझै बाहिर जान्छौँ, अझै बाहिर जान्छौँ क्या हामी, बुझ्यौ। सबैभन्दा पहिला बिचको भने त यो हेर, यो पार्ट हेर, यो पार्ट मलाई लागिरह, यो एमा पनि छ, बीमा पनि छ, सीमा पनि छ होला। यसो हेरौँ है त। यो पार्ट चाहिँ एमा पनि छ होला, बीमा पनि छ होला, सीमा पनि छ होला जस्तो लाग्यो मलाई। हेर है, यो पार्ट यो हरियोवाला पार्ट चेक गरौँ। अब सेट ए हेरौँ, सेट ए भनेको हाम्रो यो भयो, यो गोलो भित्र छ। सेट बी हेरौँ, सेट बी भनेको यो गोलो भित्र पनि रहेछ। अब सेट सीमा त हेरौँ न, सेट सीको गोलो भित्र पनि यो के रहेछ भनेपछि यो के रहेछ, यो चाहिँ 3टै सेटको कमन इलिमेन्ट रहेछ। के रहेछ अरे, 3टै सेटको कमन इलिमेन्ट। अब हामीले यता कमन इलिमेन्टलाई के भनेको थियौँ, इन्टरसेक्सन भनेको थियो। हेर, यो पार्टलाई के भनेको थियो हामीले, इन्टरसेक्सन भनेको थियो। यो 2टाको कमन भयो। अब यहाँ चाहिँ यो 3टाको कमन भयो भनेपछि के हुने भयो, यो पनि इन्टरसेक्सन हुने भयो। हेर, यो पनि के हुने भयो, इन्टरसेक्सन हुने भयो है। ब्ल्याकले लेखिदिन्छु म, यो पनि के हुने भयो, हाम्रो इन्टरसेक्सन हुने भयो। हेर है, एन अफ भनेर लेख्छौँ हामी कार्डिनालिटीमा, एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी हुने भयो हाम्रो। यो पार्टलाई हामी एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भन्छौँ।
अब हामीले यो बिचको भाग त हेरौँ अनि क्वेसन सल्भ गर्दा पनि सधैँ पहिला बिचको भाग लेख्ने है, सधैँ पहिला बिचको भाग लेख्ने, त्यसपछि मात्र बाहिर लाग्ने। अब यहाँ पनि कार्डिनालिटी अफ टु सेट्समा नि पहिला बिचको भाग लेख्ने हो होइन, अनि बल्ल बाहिर लाग्ने हो क्या, अनि त्यसपछि बाहिर लाग्ने है। यसमा पनि सबभन्दा सुरुमा यो भर्ने, त्यसपछि यो तिनवटा त्रिकोण जस्तो है, ट्रायङ्गल जस्तो यो तिनवटालाई भर्ने, त्यसपछि यो ठुल्ठुलो गोलोलाई भर्ने, त्यसपछि बल्ल हामी बाहिर लाग्छौँ है। पहिला बिचबाट सुरु गरेर बाहिर। अब बिचको यो त हामीले बुझौँ, यो के रहेछ, एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी, यो भनेको चाहिँ तिनटै मन पराउने क्या, तिनटै मन पराउने, तिनटैमा हुने, एमा पनि हुने, बीमा पनि हुने, सीमा पनि हुने है। एमा बीमा सीमा तिनटैमा हुने इलिमेन्ट कहाँ पर्दो रहेछ हाम्रो, यसमा पर्दो रहेछ। अब अर्को हेर, अब योभन्दा अलिकति बाहिर मुभ गर्नु पऱ्यो नि हामी यता। अब यो तिनवटा सर्कल हेर, अब यो तिनवटा सानो हेर है। यो अब यदि यसमा जानु छ भने, अब के हुन्छ हेर है। अब पहिला यो ठुलो गोलो हेरौँ, एकदम ध्यान दिएर है। अब यो वाला पार्टले अलिकति कन्फ्युजिङ टाइपको हुन्छ। यो वाला पार्ट बुझ्यो भने तिमीले 3 सेट सल्भ गर्न सक्छौ है। हेर अब यो पार्ट बुझ्नलाई पहिला हामी के गर्नुपर्छ, यो पार्ट बुझ्नुपर्छ। हेर यो पार्ट बुझ्नुपर्छ। पहिला तिमी यो सीलाई इग्नोर गर एकछिन, यो सी छँदै छैन, सीको अस्तित्वै छैन भन्ने बुझ एकछिन। यसो सीलाई इग्नोर गर, त्यसो भने त यो के हो, यो दुइटा त ए को गोलो भयो, यो बी को गोलो भयो, यो त यो जस्तो हुन पुग्यो, यो जस्तो भएन र यो त यो जस्तो भयो नि त। अब यो जस्तो भयो भनेपछि यो भनेको त के हो हाम्रो, यो पुरै पार्ट के हो हाम्रो, पुरै पार्ट हो एन अफ ए इन्टरसेक्सन बी। यो पुरै पार्ट भनेको एन अफ ए इन्टरसेक्सन बी हो। हेर पुरै पार्ट एन अफ ए इन्टरसेक्सन बी भनेपछि यति मात्रै पार्ट भनेको त के हो, हामीले के भनेको थियौँ अगाडि, अब सधैँ अगाडिको रेफरेन्स लिनुपर्छ हेर है। अगाडि के भनेको थियौँ, यो वाला पार्ट हेर, यो पुरै भनेको एन अफ ए, यति मात्रै भनेको इन्टरसेक्सन हटाउने हो नि, यति मात्रै भनेको के एन ओन्ली ए। भनेपछि यति पुरै एन अफ ए इन्टरसेक्सन बी हो भने यो इन्टरसेक्सनको पार्टहरू लिने हो नि, यो के हुन्छ एन ओन्ली ए इन्टरसेक्सन बी, एन ओन्ली ए इन्टरसेक्सन बी हुन्छ, अफकोर्स हुन्छ। भनेपछि यो के हुन्छ, यो एन ओन्ली बी इन्टरसेक्सन सी हुने भयो सेम कन्सेप्ट अनुसार। हेर अब यो वाला गर्दा एलाई इग्नोर गर्दा यो बी र सी एउटा सेट भयो, बी र सीको यो कमन इलिमेन्ट भयो, अनि कमन इलिमेन्टमा यो इन्टरसेक्सनको भाग हटाइदिने हो नि के हुन्छ, एन ओन्ली हुन्छ। सेम यहाँ कन्सेप्ट पनि, यहाँ पनि एन ओन्ली ए इन्टरसेक्सन सी, एन ओन्ली ए इन्टरसेक्सन सी भयो, बिचको भाग भने त्यो बुझौ। अब हामीले पहिला यो भर्यौँ हेर है, पहिला हामीले कुन भर्यौँ, पहिला बिचको हामीले हेरौँ, बिचको बुझौँ, बिचको पछि अलिकति बाहिर पनि बुझौँ। अब अलिकति बाहिर बुझेपछि यो पनि बुझौँ क्या। अब अलिकति बाहिर लागौँ, हामी सधैँ बिचबाट सुरु गर्छौँ, त्यसपछि के गर्छौँ बल्ल बाहिरतिर बढ्न थाल्छौँ। अब हेर, अब यो तिनवटा यो खाली सबैभन्दा ठुलो खाली स्पेसमा हेर है, सबैभन्दा ठुलो खाली तिनवटा यो मेरो यो रातो मार्कर भएको ठाउँमा हेर मेरो। अब यो भाग भने चाहिँ के, अब यो भाग बुझ्न पनि हामी अगाडिकै कन्सेप्ट लाग्नुपर्छ क्या। अगाडिको कन्सेप्ट एकदम स्ट्रङ छ भने यो तिमीलाई एकदम सजिलो लाग्छ। हेर अब यो ए को गोलोलाई मान, अगाडिकोमा है ए को गोलोलाई मान। अब यो ए को गोलोमा यो यति इन्टरसेक्सनको पार्ट हटाएपछि यतिलाई के भन्थ्यौँ हामी, एन ओन्ली ए भन्थ्यौँ। इन्टरसेक्सनको पार्ट हटाउने हो नि के भन्थ्यौँ, एन ओन्ली ए भन्थ्यौँ। भनेपछि यहाँमा पनि यति त सबै इन्टरसेक्सनको पार्ट हो कि होइन, यो पार्ट भनेको सबै इन्टरसेक्सनको पार्ट हो कि होइन, यति पार्ट सबै इन्टरसेक्सनको पार्ट हो होइन त, यति सबै इन्टरसेक्सनकै पार्ट त हो नि। यदि यो इन्टरसेक्सनको पार्टलाई हटाइदिने हो भने यतिलाई मात्रै हामी के भन्छौँ त, यतिलाई मात्रै भन्छौँ हामी एन ओन्ली ए भन्छौँ। यहाँ पनि के भन्छौँ, एन ओन्ली बी भन्छौँ, ल यहाँ भन्छौँ एन ओन्ली सी भन्छौँ है। भन्छौँ कि भन्दैनौँ, भन्छौँ नि। इन्टरसेक्सनको पार्ट हटाइदिने हो भने यो बाँकी रहेको खाली ठाउँलाई के भन्छ हामी, एन ओन्ली ए भन्छौँ। जस्तै यहाँ पनि यो ए को गोलो भयो, ए को गोलोमा यति हटाइदिने हो भने यतिलाई मात्रै के भन्छौँ हामी, एन ओन्ली ए भन्छौँ। कन्सेप्ट त सेम हो क्या, कन्सेप्ट त अगाडिकै कन्सेप्ट तिमीले के गर्ने हो, अहिले पनि ल्याउने हो क्या। अहिले पनि के गर्ने, त्यही कन्सेप्टलाई आधार मानेर यो पनि बुझ्ने है। गाह्रो केही पनि छैन, अलिकति ध्यान मात्रै दिनु पऱ्यो तिमीले। हेर अब त्यसपछि हामी यो बिचको नि हेरौँ, बिचबाट अलिकति बाहिर पनि लाग्यौँ, अझै बाहिर पनि निस्क्यौँ हामी। अब त्यो भन्दा नि अझै बाहिर निस्किनु पऱ्यो क्या। अब यो हामी यो बक्साभित्र काम गर्ने हो, यो बक्सामा अझै बाहिर निस्किनु पऱ्यो।
अझै बाहिर निस्किँदा के हुन्छ यो खाली ठाउँ आउँछ हेर गोलोभन्दा बाहिरको खाली ठाउँ आउँछ यो बक्साभन्दा भित्र गोलोभन्दा बाहिरको खाली ठाउँ अगाडि यो दुईटा मात्रै गोलो हामीले भनेको थियौँ ए युनियन बी भनेको थियौँ अगाडिको दुईटा सेटमा अब तिनवटा सेट थपिसकेपछि यो पुरै गोलोलाई हामी के भन्छौँ एन अफ ए युनियन बी युनियन सी भन्छौँ है तिनवटालाई के भन्छौँ हामी एन अफ ए युनियन बी युनियन सी भन्छौँ भनेपछि यो बाहिरको ठाउँ भनेको त यो गोलोभन्दा बाहेक गोलोको बाहेक भनेके भन बाहेक भनेकै यो कम्प्लिमेन्ट है कम्प्लिमेन्टलाई हामी तिनवटा तरकारी लेख्न सक्थ्यौँ हामी त्यो मध्ये यसको इक्जाम्पल लिएँ मैले यस्तो कम्प्लिमेन्ट हामी के हो बाहेक अब यो भनेको यो स्पेस भनेको त के हो तिमीहरूको बाहेक हो नि त यो गोलोभन्दा बाहेकको स्पेस के हो जुन अहिले मैले सेट गर्दैछु नि त्यो स्पेस चाहिँ के हो यो गोलोभन्दा बाहेकको बाहेक भनेको के कम्प्लिमेन्ट भनेपछि हामी यहाँ लेख्न सक्छौँ एन अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट भनेको बाहिरको भाग भयो है अब यसरी पनि दिन सक्यो तिमीहरूलाई यसरी पनि दिन सक्यो तिमीहरूलाई र यसरी पनि दिन सक्यो तिमीहरूलाई है जसरी दिए पनि कुरा एउटै हो बुझ्नु पर्यो तिमीहरूले के गर्नु पर्यो बुझ्नु पर्यो ल हेर अब यति बुझ्यौ तिमीले बुझ्यौ नि यति त बुझ्नै पर्यो यति फन्डामेन्टल कन्सेप्टहरू भयो अब यही कन्सेप्टको आधारमा हामी अलिकति फर्मुलाहरू डिराइभ गर्छौँ फर्मुला कन्ठ गर्ने होइन भनेको छु है मैले फर्स्ट क्लासदेखि नै फर्मुला कन्ठ गर्ने होइन भनेको छु मैले अब यस्तो फर्मुलातिर लागौँ फर्मुलाजमा तिमीहरूको एउटा हुन्छ रुट फर्मुला हुन्छ हेर है एकदम रुट फर्मुला भनेको यहाँबाट इस्टाब्लिस भएको हेर रुट फर्मुला भनेको तिमीहरूको सुरुमा कुन फर्मुला हुन्छ एउटा हुन्छ सबैभन्दा एकदम बेसिक एन अफ यु इज इक्वल्स टु एन अफ ए युनियन बी युनियन सी प्लस एन अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट हेर यो भनेको तिम्रो रुट फर्मुला भयो यो बेसिक फर्मुला क्या यही फर्मुलाबाट हामी अरू फर्मुलातिर लाग्छौँ एन अफ ए युनियन बी युनियन सी भयो होइन एन अफ ए युनियन बी युनियन सी प्लस एन अफ ए युनियन बी युनियन सीको कम्प्लिमेन्ट त्यो भनेको कस्तो म साथमा फिगरमा पनि बुझाइदिन्छु है यो पुरै गोलो भनेको के हो हाम्रो एन अफ ए युनियन बी युनियन सी हो नि भर्खर पढेँ यो पुरै गोलो भनेको के हो एन अफ ए युनियन बी युनियन सी हो अनि यो प्लस यो बाहिरको भाग भनेको एन अफ ए युनियन बी युनियन सीको कम्प्लिमेन्ट बाहेक भनेको थियो यदि यो दुईवटा जोड्ने भने त्यो पुरै बक्साको आएन पुरै बक्सा भनेको के हो एन अफ यु हो सिम्पल एज द्याट है ल एउटा फर्मुला भयो अब हेर अब अर्को फर्मुला अब एन अफ ए युनियन बी युनियन सीको फर्मुला हुन्छ क्या एन अफ ए युनियन बी युनियन सीको फर्मुला हुन्छ अब हेर एन अफ ए युनियन बी युनियन सीको फर्मुला हामी यहीँ जान्छौँ कहाँ गयो हाम्रो यता पनि थियो नि हेर यहाँ पनि दुईवटा फर्मुला छ हेर है ए युनियन बीको दुईवटा फर्मुला छ एउटा अन्लीवाला फर्मुला छ एउटा एन अफ त्यो पुरै त्यो होल्नेवाला फर्मुला छ हाम्रो यहाँ पनि के हुन्छ दुईवटा फर्मुला हुन्छ क्या एन अफ ए युनियन बीको दुईवटा फर्मुला हुन्छ हेर एउटा अन्लीवाला हुन्छ एउटा अर्कोवाला हुन्छ फर्मुला कन्ठ नगर्ने भनेको छु है मैले कन्ठ नगर्ने भनेको छु म बुझाइदिन्छु ए युनियन बी युनियन सीको फर्मुला के हुन्छ एउटा हामी पहिला अर्को अन्ली नभएकोवाला लेखौँ है होलवाला एन अफ ए प्लस एन अफ बी प्लस एन अफ सी अब माइनस हुन्छ माइनस हेर माइनस एन अफ ए इन्टरसेक्सन बी माइनस एन अफ बी इन्टरसेक्सन सी माइनस एन अफ ए इन्टरसेक्सन सी अब भयो अनि यो भयो अनि यति नै है प्लस एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी है प्लस एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी यो भयो हाम्रो पहिला फर्मुला अब यो फर्मुला नि म बुझाइदिन्छु हेर है ध्यान दिएर एन अफ ए प्लस एन अफ बी प्लस एन अफ सी यो प्लस यो है पहिला यो प्लस गरियो र यो प्लस गरियो अब हेर यहाँ कतिवटा रिपिट भयो एकचोटि यो पनि रिपिट भयो यो पनि रिपिट भयो हेर है यो गर्दा यो पनि रिपिट भएको छ यो पनि रिपिट भएको छ हेर ध्यान दिएर हेर है थोरै कता गडबड भएको जस्तो लाग्यो है ओ ठिक छ एकदम ठिक छ हाम्रो कन्सेप्ट ठिक छ है हेर यो एउटा गोलो भयो यो अर्को गोलो भयो अब यो पनि प्लस गऱ्यौँ यो पनि प्लस गऱ्यौँ अब यो त रिपिट भएको छ यसमा अनि यो के गर्नु पऱ्यो हामीले माइनस गर्नु पऱ्यो है यो पुरै माइनस गर्नु पऱ्यो हेर यो पुरै माइनस गऱ्यौ एकचोटि
यो पुरै माइनस गर्यो एकचोटि, यो पुरै माइनस गर्यो एकचोटि भनेपछि यो पनि आहा, यो पनि आहा, यो पनि आहा। अब यो बिचको त आएन नि त, बिचको आउनलाई बिचको के गर्नु पऱ्यो हामीले प्लस गर्नु पऱ्यो। अब अर्को एउटा सजिलो फर्मुला हुन्छ हेर है, अन्लीवाला सजिलो हुन्छ क्या। अन्लीवाला किन सजिलो हुन्छ भन्दा हामीले यो भर्दा हेर है, हामीले यो भर्दा सधैँ अन्लीमा भर्या हुन्छौँ हेर है। तिमीलाई डाटा चाहिँ त्यसमा दिया हुन्छ, हामीले भर्दा चाहिँ के गर्छौँ सधैँ अन्लीमा भर्छौँ। अनि अन्लीमा भरेपछि त अनि यो यदि फर्मुला पनि अन्लीमै छ भने त हामीले ट्याक्क त्यो फर्म द भेन डायग्राम लेखेर ट्याक्क भेन डायग्रामको इलिमेन्ट ल्याएर फर्मुलामा राख्न पाइयो। यो एकदम सजिलो हुने भयो हेर है, ध्यान दिएर हेर है। यो चाहिँ मलाई सजिलो लाग्छ क्या, यो अन्लीवाला चाहिँ एकदम सजिलो लाग्छ है। एन ओन्ली ए प्लस एन ओन्ली सबै प्लस हुन्छ क्या यसमा, बी प्लस एन ओन्ली सी प्लस एन ओन्ली ए इन्टरसेक्सन बी प्लस एन ओन्ली बी इन्टरसेक्सन सी प्लस एन ओन्ली ए इन्टरसेक्सन सी प्लस एन अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। ल बुझ्यौ तिमीहरूले हेर है, ल एन ओन्ली ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। यो चाहिँ के भयो हाम्रो अन्लीवाला फर्मुला भयो क्या हेर है। अन्लीवाला फर्मुला चाहिँ अलिकति सजिलो हुन्छ क्या, किनभने हामीले यहाँ भर्दा यो पनि अन्लीमा भरेका छौँ हेर, यो पनि अन्लीमा भरेका छौँ, 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 यो पनि अन्लीमा भरेका छौँ होइन। अब यहाँ त के हो, यो पुरै ठ्याक्क छ क्या, माइनस प्लस छ, अलिकति झमेला जस्तो हुन्छ। यो सजिलो दुइटै सजिलो हुन्छ, सेटमा घुने पनि गाह्रो हुँदैन। तर कम्पेयर गर्ने हो भने यो माथिको फर्मुला भन्दा तलको फर्मुला चाहिँ मलाई ठिक लाग्छ र सजिलो पनि हुन्छ क्या। किनभने भेन डायग्राम भर्दा त हामीले जस्तो तसो गरेर अन्ली नै त भर्ने हो नि, अन्ली नै भर्ने हो। अनि भेन डायग्रामको चिज फ्याट्ट उठाएर फर्मुलामा हाल्न पाइयो भने त सजिलो भयो नि त, त्यो उता गिभन इलिमेन्ट भन्दा। अनि अलिकति त्यो चेकरमा नि इम्प्रेसन बढ्ने भयो। त्यही भएर म चाहिँ यो रिकमेन्ड गर्छु हेर है। अब तिमीहरूको अब हेर एन अफ युमा, अब एन अफ युको पनि दुईवटा फर्मुला बन्ने भयो। एकचोटि तिम्रो फर्मुला बन्छ एन अफ यु ए युनियन बी युनियन सी को भ्यालु यो राखेर यहाँ एउटा यो फर्मुला बन्ने हो, अर्को योवाला भ्यालु राखेर अर्को फर्मुला बन्ने हो, दुईवटा फर्मुला बन्ने हो। अनि एन अफ ए युनियन बी युनियन सी को फर्मुला भएपछि त सकिहाल्यो तिम्रो कुरा होइन त, कुरा सकिहाल्यो। अब हेर है, अनि तिम्रो मैले यो भने कि भनिनँ, यो कन्सेप्ट मैले तिमीहरूलाई दिएँ कि दिइनँ। एन अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट निकाल्नु छ भने एन अफ यु माइनस एन अफ ए युनियन बी युनियन सी क्या। अब जस्तै यो निकाल्नु छ भने यसलाई यता ल्याइदिए क्या, बुझेनौ कुरा। अब यदि तिमीहरूलाई यो निकाल्नु छ होइन, यो निकाल्नु छ भने यसलाई यसो यता ल्याइदिने हो भने यो प्लस चाहिँ यता जाँदा माइनस हुन्छ। अनि त्यही हो यो फर्मुला है, यति फर्मुला छ तिमीहरूको। अनि अर्को एउटा सानो कन्सेप्ट दिन बिर्सेछु मैले, है हेर है, सानो कन्सेप्ट एरियालाई है। तिम्रो के हुन्छ एन अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट यदि जिरो छ भने चाहिँ देन एन अफ यु इज इक्वल्स टु एन अफ ए युनियन बी युनियन सी क्या। यदि यसको भ्यालु 0 छ भने है, यदि यसको भ्यालु 0 छ भने एन अफ यु भन्यो भने यो हुन्छ क्या। किनभने यहाँ त केही पनि त छैन नि त, केही पनि छैन भने चाहिँ एन अफ यु भन्यो भने के हुने भयो, यो ठुलो गोलो हुने भयो क्या। अब यही फर्मुला अर्को टु सेटमा नि एप्लाई हुन्छ, म लेखिदिइहाल्छु। युनियन बी को कम्प्लिमेन्ट 0 छ भने देन एन अफ यु इज इक्वल्स टु एन अफ ए युनियन बी हुन्छ। बुझ्यौ नि, अब बुझ्यौ है, यति तिमीहरूले बुझ्यौ। अब यो कार्डिनालिटी अफ 3 सेट्स पनि के हुने भयो, सकिने भयो। अब हेर, अब म तिमीलाई हिसाब गर्दा चाहिँ अब यो एन अफ एन ओन्ली ए कसरी निकाल्ने भनेर पनि सिकाउँछु। एन ओन्ली ए कसरी निकाल्ने, एन ओन्ली बी कसरी निकाल्ने, एन ओन्ली सी कसरी निकाल्ने, यो कसरी निकाल्ने होइन, यो कसरी निकाल्ने, यो हिसाबमा पढ्छौँ। अब अर्को पार्टमा सायद कार्डिनालिटी अफ 2 सेट्सको दुईवटा हिसाब आउला, त्यसपछि कार्डिनालिटी अफ 3 सेट्सको दुईवटा हिसाब आउला है। त्यसमा हामी पढ्छौँ, त्यसमा हामी के गर्छौँ, यो कसरी निकाल्ने, यो कसरी निकाल्ने सबै के गर्छौँ, प्रब्लम सल्भिङमा पढ्छौँ। प्रब्लम सल्भिङमा आजकोलाई यति नै पढौँ है। एकै दिन धेरै पढ्नु नि हुँदैन, बरु मेरो चाहिँ भनाइ के छ भन्दा एकै दिन धेरै नपढ्ने क्या, एकै दिन धेरै नपढ्ने, बरु सधैँ पढ्ने थोरै पढ्ने, तर सधैँ पढ्ने क्या, थोरै पढ्ने सधैँ पढ्ने। एकै दिन धेरै पढ्ने, फेरि अर्को दिनदेखि छैन ठ्याप्प, त्यसो चाहिँ हुनु भएन है। त्यो कन्सिस्टेन्सी चाहिँ तिमीहरूले मेन्टेन गरेर राख्नुपर्छ क्या। बरु थोरै पढ्ने तर रेगुलर पढ्दै जाने। त्यो भएपछि के हुन्छ भने तिमीहरूको इक्जामको बेलामा लोड तिमीहरूलाई अलिक कम हुन्छ क्या। इक्जामको बेलामा यो पनि पढ्नु छ, यो पनि प्र्याक्टिस गर्नु छ, त्यो पनि प्र्याक्टिस गर्नु छ,
गाह्रो हुन्छ नि त। त्यही भएर अलिकति पढ्दा नि अलिअलि पढ्ने है। साइन्सको पनि भिडियो आउँछ यसमा, साइन्सको पनि बिस्तारै बिस्तारै हामी भिडियोहरू पढ्छौँ, बिस्तारै बिस्तारै च्याप्टरहरू कम्प्लिट गर्छौँ। यो वर्ष तिमीहरू के गर, धेरै नपढ, यासीलाई स्ट्रेस नलिने, थोरै पढ्ने तर रेगुलर पढ्ने क्या, थोरै पढ्ने होइन, थोरै पढ्ने तर रेगुलर पढ्ने है। यति चाहिँ तिमीहरूले ध्यान राखिराख। यो चाहिँ एकदम कन्सिस्टेन्सीले नै के गर्छ तिमीहरूको पछि रिजल्ट लिएर आउँछ क्या। ल आजलाई हामीले यति पढ्यौँ, कार्डिनालिटी अफ 3/6 को अलि मोटामोटी यसो डिस्क्रिप्सन गऱ्यौँ। अब अर्को पार्टदेखि हिसाब सुरु हुन्छ। हिसाब सुरु भएपछि सायद हामी साइन्सतिर लाग्छौँ होला, साइन्सपछि फेरि म्याथतिर फर्किन्छौँ है। ल यति कुरा बुझ्यौ तिमीहरूले, आजको लागि यति नै, थ्याङ्क यू।